सबैलाई नमस्ते अनि वेलकम ब्याक टु माई न्यू भिडियो होइन। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा होइन। र अहिले म ड्युटी जाँदै गरेको एज यु क्यान सी होइन। र एज यु क्यान सी आम लुकिङ लिटल डिफ्रेन्ट टुडे होइन, किनभने मैले चाहिँ होइन मेरो कपाल काटिसकेको छु होइन। लाइक किन काटेको भन्दाखेरि अब त्यस्तै छ होइन, त्यसै काटिदिएको अब धेरै छ। सो अलिक गरम पनि बेसी बढिदिरहेको छ क्या, अनि प्लस एउटा रिजन पनि छ। सो त्यसै मैले कपाल काटिदिएको होइन। ल आम सिङ टोटल्ली डिफ्रेन्ट है, एज यु क्यान सी है। कस्तो देख्दैछ होला भनिदिनुहोस् होला मलाई। सो अहिले चाहिँ रेस्टुरेन्ट जाँदै गरेको लेट्स सी होइन। केटाहरूको रियाक्सन हेरिदिउँ आफ्टर 3 इयर्स होइन मैले कपाल काटेको। र घरमा पनि मतलब सो गरौँ भनेर कल गरेको थिएँ, तर आज घरमा पनि एकदम बिजी हुनुहुन्छ अरे नि त। लाइक हाम्रो गाउँमा चाहिँ मराउ हुँदैछ क्या, मराउ भइरहेको छ। सो त्यहाँनिर आज ठुलो कामबाट यस्तो त्यहाँनिर जानुभएको रहेछ घरकोहरू छिमेकीहरू हो। र त्यही हो, घरमा देखाउनु पाइनँ। अब लेट्स सी केटाहरूको रियाक्सन कस्तो हुन्छ होइन रेस्टुरेन्टमा। लेट्स सी पास होइन। हामी चाहिँ रेस्टुरेन्ट पुगिसकेको छौँ। हामी रेस्टुरेन्टको बाहिर यसो साथी हेरिदिउँ केटाहरूको रियाक्सन कस्तो हुन गइरहेको छ। भाइ भाइ पुरा बन्दा मेरो हँसलाई हाम्रो केटाहरू हेरिदिउँ होइन कस्तो हुन्छ माथिको। कस्तो देख्यो त कपाल काट्दै क्या मैले, कपाल देख्यो त हेर्दै। अब राजेश र अभिषेकको कस्तो हुन गइरहेको छ रियाक्सन होइन। साथी कस्तो देखेछ भनिदेऊ न। अनएक्सपेक्टेडली हेरिदिएको त मलाई बवाल छ साथी। बट उस साइड जितना काटा इस साइड उतना नहीं काटा। वो लोग उतना प्रोफेशनल नहीं है ना, तो इसी जैसा बोला था उधर जिसे बोला वैसे करा नहीं। पर ठीक है भाई, अच्छा किचन तर्फ जाउँ होइन कस्तो हुन गइरहेको छ। गणेश दा ओ गणेश दा ओ गनु भाइ कपाल दा कस्तो देख्दैछ दा? भिडियो बना कपाल सुन्नु साथी 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 हेर्नु न साथी हेर्नु न मलाई भाइ साथी यार कस्तो 3 वर्ष बाद कपाल काट्दियो क्या यहाँनिर कसले देखेको थिएन क्या मलाई कपाल छोटोमा एकदम कस्तो भन्दैछ यार, किन काटेको भनिदिँदैछ क्या। केही छैन ठिकै छ, बबाल भइदियो होइन। किचनको एक टुर गरेर आइदियो। अब चाहिँ काट्यो हो, नेट ड्युटी लाग्दिनँ बबाल तरिकामा। अब घरमा फोन गर्नुपर्छ होइन, फोन घरमा कल गरेर भिडियो कलमा देखाउनुपर्छ। आम छोरा कस्तो भयो भनेर आमाले पनि कपाल काट भन्दै थियो, खुसी हुन्छ होला। राइट होइन ल 5 बजिसक्यो होइन। र म चाहिँ खाना खानु निस्किएको क्या अब। सो अब खानासाना खाएर होइन त्यही हो, अब खाना खाएर बसेर ड्युटी लाग्नुपर्ने हुन्छ होइन। बिहान ठिकठाकै भयो, राम्रै भयो होइन। मैले 2-3वटा टेबल मात्रै गर्दैछु किनभने गेस्ट छैन एज यु नाउ होइन। बिहान पनि त्यस्तो छैन। सो अब खाना खानु निस्किएको होइन। सो देख्नुभयो होला केटाहरूको रियाक्सन कस्तो भयो होइन। अघि मैले एकजना साथीको चाहिँ बबाल रियाक्सन थियो क्या, उसको चाहिँ क्याप्चर गरेको चाहिँ भएन रहेछ नि, भिडियो अन भएन रहेछ, भएन क्याप्चर।
सो अब केही छैन होइन एकदम बबाल अब घरमा एकपल्ट भोलि कल गर्छु होइन हेरौँ के हुन्छ हाम्रो आमाहरूको रियाक्सन कि त भरे बेलुका फोन गर्छु होला होइन भिडियो कलै गरिदिउँ भने एउटा ह्यान्डसम भएको देख्छ आमाको पनि कपाल काटोस् भन्ने इच्छा थियो ल कपाल काट्दैछ अब हेरौँ के हुन्छ सो अहिले चाहिँ म फिलहाल खाना खाएर आउँछु हो त्यसपछि हेरौँ के कसो हुनेछ ओके सो र जस्तो तसो आजको दिन पनि समाप्त गरेर हामी रुमतर्फ लागिरहेको छौँ र मैले के बिर्सेँ भन्दाखेरि चाहिँ नि आज लाइक मैले बेलुका खाना खाएकोसम्म चाहिँ भिडियो बनाएछु कि त्यहाँदेखि बनाउनै बिर्सिदिएछु क्या त अलिकति बिजी पनि भइदियो क्या अनि त्यहाँदेखि भिडियो बनाउनु बिर्सिदियो क्या अनि अघि खाना खाँदै गर्दा पो झसङ्ग भइदियो क्या आज त यार भिडियो बनाउँदै थिएँ भन्ने खालको भइदियो क्या अलिक भुलिदिएछु क्या मैले भिडियो बनाउनै खै के भन्नु अब हल्का स्ट्रेस भनौँ न र त्यही हो त्यस्तो खास केही पनि भएन होइन त्यही त एज युजल खानासाना खायो त्यही कस्टमरहरू हिँडायो कस्टमर छैन अहिले बस्यो न त राम्ररी बसेर बस्नै पाउने न त कामै एकदम बबाल तरिकाले गर्नु पाउने क्या त्यो एकदम बोरिङ भइदिन्छ क्या बोरिङ र त्यही हो आज बबाल भन्दा पनि बोरिङ हुँदैछ आजकल क्या यो सिजन कहिले काट्नु भएछ कि एकदम गेस्ट कम्ती भएर न काम मजाले हुन्छ न त रेस्ट मजाले हुन्छ त्यही हो उभिएको छ तर थकाइ चाहिँ हुन्छ होइन के हो अब न त्यस्तै हो अब के भन्नु त होइन काम भनेको पछि र त्यही हो आज अब बबाल होइन खानासाना खाएर आज सन्डे चिकन डे थियो सो खानासाना खाएर अब रुमतर्फ लाग्दै गरेको होइन र त्यही हो आज न्यु लुक्समा हिकाइ भयो के जोस त्यस्तै भयो होइन र ठिक छ अब भोलिको दिनको पर्खाइमा होइन आज भिडियो यहीँ समाप्त गर्दछु सो त्यही हो गुड नाइट छैन सो होइन भिडियो मन पऱ्यो भने तपाईँले सेयर गरिदिनुहोस् होला तपाईँको फ्यामिलीहरूसँग सब्सक्राइब गरिदिनु लाउनुहोस् होला होइन यही भन्दछु सो आई होप फर द बेस्ट सो टेक केयर एभ्रीवान टेक केयर बुम बुम